ल साथीहरू हामी चाहिँ गोसाइँकुण्डतर्फ लाग्यौँ है। यो चाहिँ पुरै अफरोड रहेछ। कोही मान्छेहरू आउँदैछन्, हामी जाँदैछौँ। आहा हेर्न सक्नुहुन्छ बाँकी पानी पनि पर्ला जस्तो गरेको छ। यो गाह्रो छ त अफरोड त। ओ माई गॉड क्या डेन्जर अफरोड हो यो। ओहो 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 ओ माई गॉड अफरोड। ओ तेरी खतरा 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 छ गाइस, खतरा। हा 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 यस्तो खतरनाक अफरोड रहेछ यार। ओ माई गॉड ओहो 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 ब्रेकै लाग्दैन गाइस, गाह्रो छ। ओ माई गॉड साइकल लास्टै अल्को छ क्या गाइस, रोक्नु पनि धेरै गाह्रो छ है। ओ माई गॉड ऊ चाइना जाने भनेको साथीलाई गोसाइँकुण्डतर्फ लगिरहेको छौँ। नेपालको सुन्दरता देखाउनु परेन गाइस होइन। उसले पनि हेरोस् न नेपालमा कति सुन्दर ठाउँहरू छ। त्यही भएर उसलाई पनि महादेवको दर्शन गराउन लिन लगाएको। ओहो यस्तो अफरोड छ। ओ माई गॉड आहा आहा यस्तो खतरनाक अफरोड छ यार। मेरो केटाहरू चाहिँ गइसक्यो है, अगाडि गइसक्यो। म पनि जान लाग्छु है। बाटो चाहिँ सानो बाटो छ गाइस, यस्तो बाटोमा कसरी लिने हो। ओ माई गॉड यो हो नि त एडभेन्चर भनेको। ओहो हो हात्ती पनि रहेछ त, उकाल्नु पर्ने। उ तेरिका यहाँनिरै झऱ्यो त म त। के हो गाह्रो लाग्यो त मलाई त। केटाहरूले कसरी लिइरहेछ। हे तेरि माथि नै राख्नु पर्ने साइकल। हे तेरि यार यस्तो डेन्जर बाटोमा हिँडिरहेको छु, पुरै छोड्नुहोस्। ओ माई गॉड ओहो ओ यस्तो बाटोमा खै के लग्यो केटाहरूले। ओ माई गॉड बाटो कति सानो छ गाइज, मान्छे हिँड्ने बाटो है यो चाहिँ, सडक कुनै सडक होइन। ओ माई गॉड कसरी लिइरहेको छ केटाहरूले हो। ओ माई गॉड एकदम डेन्जर बाटो। ओ माई गॉड यो चाहिँ धेरै च्यालेन्जिङ भयो त यार हामीलाई त। ओहो यहाँ चाहिँ पोल रहेछ, हामीलाई चाहिँ पोलको ढिगबाट होइन पोलको घारीबाट चाहिँ जानुपर्छ है। किनकि हामीलाई जति सक्दो सजिलो बाटो अपनाउनु पर्छ है गाइज। यस्तो डेन्जर बाटोमा हिँड्दाखेरि जति सक्दो सजिलो बाटो अपनाउनु पर्छ। ओहो हो 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 ओहो झनै डेन्जर रहेछ त्यहाँ त। ल गाइज लडेँ म त यार ह्यान्डलै घुम्यो भने ब्रेक लाउँदा लाउँदा। ओ माई गॉड भाइ केटाहरू कसरी गइरह यार, त्यत्रो वेट हालेर गइरह केटाहरू, मान्नै पर्छ यार। यहाँबाट साइकल कसरी लिने फेरि पछि आउँदाखेरि। केटाहरूले मान्दै मानेन, अब के भन्नु यार। मलाई चाहिँ डर लाग्यो है गाइज यस्तो हेर्छु हुन्छ। यहाँ चाहिँ लास्टै ओह्रालो छ। माई गॉड ए ल गाइज लास्टै ओह्रालो छ, मलाई त डर लाग्यो यार। ओ माई गॉड ल ओइ जय श्री राम ओ माई गॉड ओहो झनै च्यालेन्जिङ बाटो आयो त। ब्रेक लाग्दैन हेर्नुहोस् न, यस्तो त गर्छ यार। ए पछाडिको ब्रेक फुल्ली दबाएको छु तर पनि हिँडिरहेको छ, यस्तो डेन्जर। अह यति ओह्रालो छ कुरै छोडिदिनुहोस्। ए यस्तो बाटोमा साइकल ल्याउने भनेको कम खतरा कुरा हो। ओहो 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 आइ ओ माई गॉड यस्तो डेन्जर बाटोमा ल्याइयो आज यार, जिन्दगी पहिलोचोटि। मैले केटाहरूलाई उतै साइकल राखौँ भने मानेन, यस्तो डेन्जर हान्नु मन रहेछ र पो भनेर चाहिँ केटाहरूले आउँदा आइयो यो डेन्जर बाटोमा। जाँदाखेरि साइकल धकल्नाले हालत खराब हुन्छ मलाई थाहा छ। मैले भने माने खाने केटाहरूले माथि राखौँ भने है, यस्तो सानो बाटोमा लगौँ भन्छ यार, के भन्नु अब। तेरि यार यहाँ फेरि होटल छ कि छैन राख्ने होटलहरू। चल यही त एडभेन्चर भनेको। हिँड
मजा आयो है, मजा आयो। म साइकल ल्याउँदा टाढा जाँदैन। अब त बोक्ने हो नि। यति डेन्जर पुलबाट हानिरहेको छु है मैले चाहिँ। ओ माई गड, हेर्नु सक्नुहुन्छ? ओहो 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 वाह वाह, ऐ तेरिका। ए गाइस गाह्रो छ, तर लड्नु चाहिँ लडेन है। खुट्टा वरिपरि राखिहाल्नु पर्दो रहेछ। आहा, ल हेर्नु सक्नुहुन्छ है, साथै यहाँ पुलमा बाइक चलाइरहेको छ। ओ माई गड, ओ यस्तो ठाउँमा साइकल लिने पहिलो व्यक्ति होला हामी।